मासु चाहिँ यस्तो भएको छ साथीहरू, अब यसमा चाहिँ झोल हालेर 2-3 सिट्ठी मजाले लगायो भने हड्डी गल्ने गरी पाक्छ नि त, अनि सुप एकदमै मिठो हुन्छ है। अनि यो खसीको सुपले चाहिँ हाम्रो शरीरमा एकदमै तागत दिन्छ भनेर बुढापाकाले भनिसिन्छ, इभन द मेरो मम्मी सासू मम्मीले पनि। अनि पहिला मलाई यो खसीको मासु भनेपछि पटक्कै मन नपर्ने साथीहरू। सुरुमा एउटा बोकाको मासु खाएको थिएँ, त्यो बोकाको मासु चाहिँ कस्तो गनाउँछ क्या, ठुस्छ। अनि त्यो टाइममा त्यो गनाउने बोकाको मासु खाएदेखिको मलाई मन नपरेको। तर आजकल त यो खसीको मासु जस्तो मिठो केही लाग्दैन है। हाम्रो घरमा चाहिँ अब प्रायः जस्तो दसैँमा पनि खसी नै काट्ने, के ठुल्ठुलो ओकेजन भयो भने पनि खसी नै खाइन्छ नि त। अनि साथीहरू बच्चा बेलाको भन्दा ठुल्ठुलो भइसकेपछि त झन् यो मासु झनै मिठो लाग्ने रहेछ क्या। बच्चा बेला चाहिँ म खासै मासु खान्थिनँ, 1-2 चोट्टा खान्थेँ, तर अहिले त मलाई मासु भएपछि केही चाहिँदैन। लाइक यति मिठो लाग्छ साथीहरू। अब काम पनि गरिन्छ, शरीर पनि गलिरहेको भएर होला। अनि यति हो साथीहरू, आज चाहिँ खसीको मासु भात खायौँ। मेरो हस्बेन्ड पनि यता खाइराखेको छ, उहाँलाई चाहिँ क्यामेरामा आउनु मन नलागेको भएर उता बसेछु। अनि हेर्छु न, मलाई पुगिसकेको हुन्छ अझै हाल्दै गरिसिन्छ क्या उहाँले चाहिँ, सधैँ यस्तै हो। सेवाको भएर अलिअलि मोटाइ पनि राखेको छु।